संसारमा कमाई गर्ने, बच्चाहरूलाई पढाउने, खेती गर्ने, व्यवसाय गर्ने, राज्यको पूजा र भक्ति गरेर कार्य गर्ने अनि अन्तको लक्ष्य आत्मालाई अल्मलिन नदिने, आत्मालाई सिधै परमधाममा जगाइदिने हाम्रो यस्तो सिद्धान्त रहेको यो प्रणामी धर्म निजानन्द सम्प्रदाय हो। र यस्तो महान सम्प्रदायभित्र हामी दीक्षित भएको हुँदा, माता पिताको कृपाले, गुरुको कृपाले हामी दीक्षित भएको हुँदा हामीले गौरवान्वित भएको अनुभव गर्नुपर्दछ। र पहिला नम्बर अब हरेकको इच्छा के हुँदो रहेछ भन्दा एउटा राम्रो घर बनाउन भन्ने इच्छा हुँदो रहेछ। आजकल त अब सुविधा छ, अलिकति कमाई गर्न सकियो भने घर राम्रो बनाउन सकिन्छ। राम्रो घर बनाऊ, तर घर राम्रो मात्रै भएन, राज्यको मन्दिर पनि राम्रो बनाउन भन्ने इच्छा पनि जाग्नु पर्यो। त्यो इच्छा पनि हामीमा जाग्यो भने घरमा एउटा मण्डली लगाउन भन्ने इच्छा जाग्नु पर्यो। त्यो पनि जाग्यो भने एउटा पारायण राखौँ, घरमा गुरुजनहरूलाई पनि बोलाउँ, एउटा उत्सव बनाइदिउँ घरमा भन्ने खालको यो इच्छा जाग्नु राज्यको प्रेरणाले नै, राज्यको कृपाले नै, राज्यको मेहरले नै सम्भव हुन जान्छ। र अब हामी सबैले जाग्नु छ। संसारको मायामा भुलेर हुँदैन। एक न एक दिन परमधाममा बिउजिनु परेको हुँदा जागो जगाऊ जुगत सौ छोडो नींद विकार पहचान कराओ पीयूषों सुफल करो अवतार अब जाग देखो सुख जागनी ए सुख सुहागिन जो तीन लीला चौथी घर की इन चारों को यामी भोग हामीले जाग्नै पर्छ। तर हामी कति जाग्यौं भन्ने त्यो एउटा नाप्ने चाहिँ कुनै मिटर छैन है। हामी कति जाग्यौं होला भन्ने त्यस्तो केही मिटर छँदै छैन। तर पनि हाम्रो भक्तिलाई हेरेर, हाम्रो साधनालाई हेरेर, हाम्रो निष्ठालाई हेरेर यो मान्छे चाहिँ जागेको छ र जसमा त्यो भक्ति र निष्ठा छैन भने यो मान्छे जागेको छैन होइन भनेर भन्न सकिन्छ। एउटा दृष्टान्त म समय समयमा सुनाउने गर्छु। एकचोटि एकजना यात्री रहेछन्, त्यति बेला पैदल चल्ने समय रहेछ। अब आजकलको जस्तो गाडी मोटरको सुविधा थिएन होला, सानो गोरेटो बाटोमा पैदल चल्नु पर्दो रहेछ। र ती यात्रीले एकजना गोठालालाई सोधेछन्, ए भाइ ग्वाला, यो पर बस स्ट्यान्डसम्म मलाई जानु छ, कति समय लाग्छ भनेर सोधेछन्। त्यो गोठालाले सुनेको नसुनेको गरेछ, जवाबै दिएन। ए भाइ बोल न, मलाई त बस पक्रिनु छ, कति टाइम लाग्छ भन्दा पनि त्यो गोठालो अब बोल्दै बोल्दैन, चुप लागेर झोक्रेर बसिरहन्छ। यो अब कानै नसुन्ने मान्छे रहेछ। तपाईँले एकखेप रिसाएर झर्किएर भनेछन्, तिमीलाई सुन्यौ न, सोध्दैछु त्यो बस अड्डासम्म जानु कति टाइम लाग्छ? बोल्दैन। अब छोडेर अनि हिँडेछन्, स्पिडले अलि हिँडे। अनि त्यति बेला गोठालो बोलेछ, ए भाइ पर्ख आधी घण्टा लाग्छ भनेर उसले भनिदिएछ। अघि नै भन्नु थियो नि, यत्रो टाइम नष्ट गर्यो तिमीले, अघि नै किन नभनेको भनेर त्यति बेला त्यो गोठालोले भनेछ, तिमी कति तेजीले दौडिन्छ नहेरी मैले कसरी भन्नु, कसैलाई एक घण्टा पनि लाग्छ होइन। तिम्रो हिँडाइ हेरेर त म भन्न सक्छु, तिम्रो यो दौडाइ देख्दा नलाग्यो, यतिको दौडिने मान्छे चाहिँ आधा घण्टामा बस्न सक्छ। र अब हामीले परमधाम को कसरी पुग्छ, को कति जागेको छ भन्ने कुरो चाहिँ उनीहरूको भक्तिको दौड, कति तेजीले, कति श्रद्धाले, कति भावनाले भक्ति गर्दैछन्। त्यो श्रद्धा र भावनाले भक्ति गर्ने चाहिँ परमधाम पुग्छन्। अब ढिलो गरेर आरामले, अब कतिजनाको के हुन्छ भन्दा बिहान सेवा पूजा भन्दाखेरि के हुन्छ भन्दा यता सेवा पूजाको अलिकति तयारी गर्यो, उता चिया पनि बसाइहाल्यो, अलिकति अब सब्जी पनि आउँदै गर्यो होइन। त्यहाँ कोही मोबाइलमा फोन आइहाल्यो भने एकछिन गफ पनि गर्यो, त्यसपछि अहिले एकछिन राज्यको पूजा गर्दै गयो र मन लगाएर आधा मन लगाएको छ, आधा लागेको छैन। त्यस्तो ढिलो पाराले कसैले एकदम अन्य मनस्क भएर कसैले पूजा गर्दैछ भने त्यसलाई धेरै समय लाग्छ परमधाम पुग्नको लागि।
तर राज्यको पूजा म अलिक छिटो उठेर गर्छु, नुहाइ गरेर पहिला राज्यको पूजा गर्छु। मोबाइलमा घन्टी बजोस् कि कसैले चिया भन्नुहोस् कि केही पनि होस् कि कसैले आएर दैलो ठक्कर पारोस् कि म पूजा गरुन्जेल आधी घण्टा चाहिँ पूजामा म लागेको छु अरू म ध्यान राख्दिनँ भन्ने खालको निष्ठावान भएर कसैले राज्यको भक्ति गर्छ भने त्यो परमधामको जागृतिको मार्गमा त्यो धेरै अगाडि बढिसकेको छ, धेरै तेजीले त्यो आफ्नो भक्ति मार्गमा अग्रसर भइसकेको छ भन्ने हामीलाई ज्ञान हुन जान्छ। र यसरी नै प्राणनाथजीले भन्नुभएको छ, यूं तयारी कीजियो आगो करनी है दौड, सब अंगों इसका लेके निक्सो ब्रह्माण्ड फोड। यसरी हामीले तयारी गर्दै जाउँ जीवनमा। हाम्रो सम्पूर्ण तयारी भनेको परमधाम जाने। तर जबसम्म राज्यको आदेश र संसारको खेल हेर्नै पर्छ, यो पनि राज्यकै आदेश हो, पालन गर्नुपर्छ। तर जुन दिन राज्यले बोलाउनुहुन्छ भने त्यति बेला अब मेरो घर, मेरो धन, मेरो छोराछोरी, मेरो जमिन कसरी छोड्नु नि भन्ने होइन। त्यति बेला यति त्यागको भावना आओस् कि यो सबै राज्यले खेल देखाउनु भएको हो, अब म मेरो राज्यको धाममा फिर्केर जान्छु, मेरो त्यो सच्चिदानन्दको धाम छ, यो असज्जड दुःखको संसार छोड्न मलाई केही पनि चिन्तै छैन भन्ने खालको चाहिँ पूर्ण जागृति हामीमा आइसकेको हुनुपर्दछ। यो भक्तिले नै सम्भव हुन्छ, यो सेवा पूजा साधनाले नै सम्भव हुन्छ। र प्रणामी साधना भनेको चाहिँ सेवा पूजा साधना हो, यो म विशेष जोर लगाएर भन्छु। किनभने आजकल अब अलग अलग हाम्रै भित्र पनि धेरै पन्थ निक्लिएको छ र कतिले चाहिँ दिनभरि ध्यान गरेर चितवनी गरेर भइहाल्छ नि। अब दिनभरि होइन, चितवनी एकछिन ध्यान चितवनी गर्नु राम्रो कुरो हो, तर राज्यको पूजा पनि त गर्नु पर्यो नि। हामीलाई भोक लाग्छ भने राज्यलाई पनि त केही अर्पण हामीले गर्नु पर्यो, यो त भावनात्मक हो नि।